यसले तपाईको पिम्पल्स मात्र हैन, यसले तपाईको पिम्पल्सको दाग पनि हटाउन मद्दत गर्छ। किनभने यसले नै गर्दा मेरो चाहिँ पिम्पल्सको दागहरू गएको, मेरो निधारभरि नै एकदम धेरै पिम्पलको दागहरू बसेको थियो हैन। अहिले चाहिँ मेरो निधारमा केही पिम्पलको दागहरू छैन। अहिले मैले कुनै पनि फिल्टरहरू युज गरेको छैन, स्मुथ पनि कुनै पनि युज गरेको छैन। मेरो यो रियल फेस हो। पहिला चाहिँ मेरो फेस यस्तो थियो, पुरै डन्डीफोरै भएको। अनि त्यसपछि चाहिँ नि यो दागे दाग, यो निधारभरिका आँखाभरि अनि यो नाकभरि दागे दाग थियो। मैले चाहिँ यो लगाएदेखिबाट चाहिँ मेरो चाहिँ यो मेरो तर तपाईँले 1 महिना 2 महिना लाएर हुँदैन रहेछ। यो तपाईँले चाहिँ कम्तीमा पनि 1 वर्ष कि 6 महिना तपाईँले यो युज गर्नुपर्छ हैन। त्यसपछि तपाईँको यो बिस्तारै बिस्तारै चेन्ज हुन्छ। पहिला सुरु लगाउँदाखेरि तपाईँको स्किन ड्राई बनाउन सक्छ। त्यसकारणले गर्दाखेरि तपाईँले प्रोपर तरिकाले मोइस्चराइजर युज गरेर तपाईँले यो लगाउन सक्नुहुन्छ हैन। तपाईँले इफ मोइस्चराइजर नलगाइकन लगाउनु भयो भने चाहिँ यसले तपाईँको स्किनलाई ड्राई बनाएर पुरा स्किनको छालाहरू उकाइदिन्छ। अनि त्यसपछि तपाईँको यस्तोमा छाला यस्तो पनि कालो पनि हुन्छ। मेरो चाहिँ सुरुमा चाहिँ मैले चाहिँ थोरै भन्दा थोरै पाउन्डको मोइस्चराइजर लगाउँदाखेरि मेरो चाहिँ पुरै छालाहरू गएको थियो हैन। बट मैले अलि धेरै मोइस्चराइजर लगाइसकेपछि चाहिँ मैले यो लाउँछु। लगाएपछि चाहिँ मेरो अनुहारमा चाहिँ धेरै चेन्ज पनि आयो हैन। पछि चाहिँ हजुरहरूले पनि यो लगाउन सक्नुहुन्छ हैन। इफ तपाईको अनुहारमा पिम्पल्सको दाग छ भने चाहिँ तपाईले राति सुत्ने बेलामा थोरै मोइस्चराइजर लगाएर यो थोरै यति थोरै लिएर सबै अनुहारमा दलेर चाहिँ लगाउन सक्नुहुन्छ हजुरले चाहिँ।